यो त्यो खबर हो जसमा राजतन्त्रबारे अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ उल्लेख गरिएको छ। राजाको छनौट गर्ने प्रचलन समेत विभिन्न देशमा फरक फरक पाइएको छ। प्राय सबै राजा वंशानुगत प्रकारले गद्दी आरोहण गर्छन्। मलेसियामा राष्ट्र प्रमुखको निर्वाचन हुन्छ। मलायाका राज्यहरूका शासकहरूले राजा छान्छन्। साउदी अरेबियामा राजपरिवारका सदस्यको छलफलबाट राजा तोकिने चलन छ। स्पेन र नेदरल्यान्ड्समा राजाहरू एकै वंशबाट छानिने चलन छ। महिलालाई राजा बन्ने अवसर नदिने र निश्चित धर्मावलम्बीहरूलाई मात्र राजा बनाउने परम्परा पनि केही देशमा छ। दक्षता, सच्चरित्रता, नैतिक स्तरका आधारमा राजाहरूको मूल्याङ्कन गरिन्छ। राजालाई राजनीतिबाट निरपेक्ष रूपमा अलग राख्ने समेत गरिएको पाइन्छ। राज्य प्रारम्भ हुँदै गर्दा सबैतिर प्राय राजतन्त्रका आधारमा शासन व्यवस्था सञ्चालन हुने गर्दथ्यो। पहिले 20औं शताब्दीको प्रारम्भमा युरोपभर स्विजरल्यान्ड, फ्रान्स र सन मेरिनो बाहेक सबै देशमा राजाबाट शासन गरिएको थियो। 21औं शताब्दीमा समेत लोकतान्त्रिक देशहरूले राजतन्त्रलाई लोकतान्त्रिक संस्थाका रूपमा ग्रहण गर्दै पैरवी गर्दै आएका छन्। वर्तमान समयमा विश्वमा 75% देश गणतन्त्र बनेका छन्। युरोप भने राजतन्त्रको हिमायती किन बनेको छ यसबारे उल्लेख गर्न उपयुक्त हुनेछ। राजतन्त्र सधैँ नागरिकको समर्थन, आस्था र विश्वासमा मात्र अघि बढ्ने संस्थाका रूपमा हुनुपर्छ। किनभने सन् 1920मा डेनमार्कमा इस्टर क्राइसिस घटनामा राजा क्रिस्चियन 10औंले प्रधानमन्त्रीलाई पदच्युत गरे। जनताको ठूलो विरोध सहितको भव्य प्रदर्शन भएपछि राजाले आफ्नो निर्णय फिर्ता लिएका थिए। बेल्जियमका राजा लियोपोल्ड द्वितीयले दोस्रो युद्ध पश्चात सरकारको निर्णय विपरीत परिचालित हुँदा 5 वर्षसम्म निर्वासित जीवन बिताउनु परेको थियो। यस प्रकार राजा सधैँ जनताको समर्थनमा मात्र निरन्तरता पाउने र सरकार जनताले बनाउने हुँदा राजा सरकारको निर्णय विपरीत जानु भनेको जनताको अपमान गर्नु हो। तत्कालीन राजा वीरेन्द्रले पनि जनइच्छा अनुसार संवैधानिक राजा बन्न स्वीकार गरेका थिए। राजाहरू भ्रष्टाचार मुक्त हुन जरुरी छ। स्पेनका राजा कार्लोसले सन् 2011मा आफ्नो देशमा तीव्र वेगको रेल सञ्चालन गर्न साउदी अरेबियासँग करार गर्दा 100 मिलियन अमेरिकी डलर प्राप्त गरेछन्। यो विषयले उग्र रूप लिँदै गर्दा सन् 2014मा गद्दी त्याग गरेका थिए। बेल्जियम र नेदरल्यान्डका राजकुमार क्रमशः लोह र बर्नार्डद्वय भ्रष्टाचारमा लिप्त हुँदा दण्डित हुनु परेको इतिहास छ। राजतन्त्र कम खर्चिलो बनाउन यसको आकार सानो हुनुपर्ने मान्यता छ। नर्वेमा राजपरिवारको आकारलाई 4 संख्यामा सीमित बनाइएको छ। राजा, रानी, राजकुमार र राजकुमारीलाई मात्र राजपरिवारका नाताले राज्यबाट मान्यता प्रदान गरिएको हो। स्विडेनमा नाति नातिनालाई राजपरिवारको मर्यादा क्रमबाट त्यहाँका राजाले हटाएका थिए। राजाको व्यक्तिगत स्वतन्त्रता सामान्य नागरिकको तुलनामा संकुचित हुनुपर्छ। विदेशीसँग विवाह गरेमा राजा हुनबाट वञ्चित गरिन्छ। यस प्रकारको विवाहले राष्ट्रलाई फाइदा पुग्ने देखिएमा त्यस देशका गभर्नरको स्वीकृतिबाट मात्र गर्न पाइने व्यवस्था समेत भएको पाइन्छ। जनताप्रति राजा जवाफदेही हुनुपर्छ। यसको अभाव हुँदा राजा हुन सक्दैनन्। निरपेक्ष लोकतन्त्रको विकास हुँदै गर्दा निरपेक्ष राजतन्त्रले विश्वबाटै बिदा पाउँदैछ। प्राय सबै राजा संवैधानिक वा आलङ्कारिक छन्। मध्यपूर्वी देशहरूमा राजतन्त्रको प्रभाव छ, तर आधुनिकीकरण र लोकतन्त्रका लागि योगदान गर्न नसक्नेहरूले आफूलाई सुधार गर्नुपर्ने परिस्थिति बनेको छ।